हेलो गुड मर्निङ एभ्रिवान, सबैजनालाई वेलकम छ मेरो सानो मिनी भ्लगमा। आज चाहिँ म बनाउँदैछु चिकन रोस्ट। अब सुरु गरौँ यसको रेसिपीबाट। मैले चाहिँ यहाँ आधा केजी मासु लिएको छु। यसलाई चाहिँ मैले मजाले पखालेर अनि एउटा भाँडामा खनाएँ। त्यसपछि मैले यसमा नुन अनि त्यसपछि बेसार अनि लसुन अदुवाको पेस्ट हालेँ। अनि त्यसपछि माथि चाहिँ मैले तिल हालिदिएको छु। तिल हालिदियो भने चाहिँ एकदम राम्रो देखिन्छ फ्राई भइसकेपछि। त्यही भएर अनि अलिकति चाहिँ कागतीको रस हाल्यो भने चाहिँ मासु अलि टाइट हुन्छ नि त। अनि त्यही भएर कागतीको रस हालेको। अनि यसपछि चाहिँ मैले कर्नफ्लोर हालेँ। कर्नफ्लोर चाहिँ एकदम क्रन्ची गराउँछ कि, त्यही भएर मैले चाहिँ कर्नफ्लोर हालेको। अनि मैले चाहिँ अलिकति फुड कलर अनि यो सबै हालिसकेपछि मजाले मिक्स गर्ने। यसलाई मजाले मिक्स गरेर अनि म्यारिनेट हुनको लागि आधी घन्टा 1 घन्टा जस्तो छोडिदिने। मैले चाहिँ 1 घन्टा छोडिदिएँ। अनि त्यसपछि चाहिँ मैले अब यहाँ चिकन रोस्ट गराउनलाई रेडी गर्दैछु सामानहरू। मेरो चाहिँ यो नयाँ ब्लगहरू हो नि त। अनि त्यही भएर मलाई चाहिँ राम्रोसँग बोल्न आउँदैन, सिक्दैछु कि बोल्नलाई। त्यही भएर जस्तो तस्तो हुन्छ, माया गरिदिनु होला है त। अनि हाम्रो चाहिँ यो म्यारिनेट भइसकेपछि मैले चाहिँ ग्यास अन गरेर कराई बसालेँ। कराई बसालिसकेपछि कराई तात्यो। अनि मैले यसमा तेल हालेँ। तेल चाहिँ धेरै हाल्न पर्दैन, अलिकति हाल्दा नि हुन्छ। किन भन्दाखेरि चाहिँ छाला हुन्छ नि त कुखुराको मासुमा, अनि त्यसबाट नि तेल निस्किन्छ। त्यही भएर मैले चाहिँ यतिमा चाहिँ तेल हालेँ। अनि यो तेल चाहिँ मजाले तातिसकेपछि एउटा गरेर सबै चिकन जति कराईमा हालिदिने। अनि यसलाई चाहिँ मजाले उल्टाइ गरेर सानो ग्यास गरेर पकाउनुपर्छ। अनि ठुलो हाइटमा पकायो भने चाहिँ मासु एकदमै साह्रो बन्छ कि, अनि त्यो कस्तो खानै नसकिने जस्तो हुन्छ नि त। अनि तर यसरी सानो ग्यासमा पकायो भने चाहिँ एकदम जुसी टाइपको बन्छ अनि मिठो पनि हुन्छ। मैले चाहिँ यसमा लसुन जिरा धनियाँको धुलोहरू चाहिँ केही पनि हाल्दिनँ, यत्तिकै मिठो हुन्छ। त्यही भएर अनि यस्तै गरेर बिस्तारै हामीले सबै पकाउँदै जाने। अनि मैले चाहिँ यस्तै उल्टाइ पुल्टाइ पकाएँ। अनि यो चाहिँ हाम्रो रेडी भइसक्यो। अनि सबै मैले यस्तै गरेर मासुहरू पकाएर सबै रेडी बनाइसकेँ। हेर्नुहोस् त कस्तो मिठो पनि देखेको छ, एकदमै राम्रो पनि देखेको छ। हजुरहरूलाई पनि खान मन छ भने एकचोटि यो रेसिपी चाहिँ ट्राई गर्नुहोला, साँच्चैको एकदमै मिठो हुन्छ। अनि मैले चाहिँ सबै यस्तै गरेर पकाइसकेँ। मलाई चाहिँ बोल्नै आएको छैन कि, डर लागिरहेको यो नयाँ भएर पनि हो। अनि यसरी पाकिसक्यो हेर्नु। अनि एकदमै मिठो चिकन रोस्ट खानु है त। हेर्नु त कति राम्रो अनि एकदमै जुसी चिकन रोस्ट भयो हाम्रो। थ्याङ्क यू फर वाचिङ। धेरै धन्यवाद छ हजुरलाई। अनि प्लिज लाइक पनि गरिदिनु होला है। मेरो यो सानो नयाँ गर्दैछु, त्यही भएर सपोर्ट गरिदिनु होला। थ्याङ्क यू।